ABB VHD मोडल ACS 580 सेटिङ। यो फ्याक्ट्री सेटिङ मात्रै हो, यो पर्मानेन्ट सेटिङ चाहिँ हैन। यो कम्पनीमा टेस्ट गर्नको लागि मात्रै, यो वायरिङ ठिक छ कि छैन भनेर चेक गर्नको लागि। मैले यो धेरै सेटिङ गरेको छैन, जस्ट मोटर चल्नको लागि मात्रै युज भएको छ। त्यो सेटिङको लागि सबैभन्दा पहिला यो बटन दबाउने, त्यसपछि चाहिँ प्यारामिटरमा गएर मैले यो चाहिँ पर्दैन, अनि त्यसपछि यता जानुपर्ने छ हामीले सिधै 10 नम्बरमा स्ट्यान्डर्ड DIRO मा। यता गएर तल यता कुनै केही काम छैन यसको। अब यो भनेको चाहिँ यो कन्ट्याक्ट हो, यो माथिको चाहिँ यो तीनटा कन्ट्याक्ट हुन्छ रिलेको, 1 2 3। अहिले यो युज भएको छैन, त्यो रेडी रन मात्र छ। यो चाहिँ यसको मुनि यो रनिङ छ 10.27 मा। यहाँ अहिले अलरेडी कनेक्ट छ केबल चाहिँ, वायर चाहिँ यसलाई यो नै राख्ने रनिङ। त्यसपछि तल गएर नम्बर यसमा यो चाहिँ पहिला चाहिँ यदि SPD अन VHD अन गर्ने बित्तिकै चाहिँ फल्ट आउँछ, यो यसमा राखेको हुन्छ, यो चाहिँ फल्टमा हुन्छ। अहिले चाहिँ मैले मिलाइसकेको छु यो फल्ट। 14 नम्बरलाई सिलेक्ट गर्ने, यताबाट यो यति नै पर्छ, त्यति पर्दैन। यो 10 मा 11 मा पनि यो डिजिटल इनपुट फ्रिक्वेन्सी यो त्यति पर्दैन हालको लागि, त्यो साइडमा सेटिङ गर्छ। अनि यता चाहिँ अलि पर्छ, यसमा चाहिँ इम्पोर्टेन्ट छ अलि। यो चाहिँ पहिला नर्मल कन्डिसनमा चाहिँ यो भोल्टमा हुन्छ, यसलाई चाहिँ मिलियममा राख्नुपर्ने हुन्छ। यसलाई मिलियममा सिलेक्ट गर्ने, त्यसपछि यो फोटो यो डिफल्ट नै हुन्छ, फोटो 20 मिलियम यो चाहिँ डिफल्ट हुन्छ, यति पर्दैन। अनि यता यो 13 नम्बर पनि त्यति इम्पोर्टेन्ट छैन, यो पनि यदि यो छ भने चाहिँ मिलियमलाई चाहिँ यो भोल्टलाई चाहिँ मिलियममा सिलेक्ट गर्ने। ओके, यति भइसकेपछि यति यो 15 नम्बर पनि त्यति इम्पोर्टेन्ट छैन। यो अब यो चाहिँ यो डिफल्ट नै यस्तै हुन्छ, यसलाई केही गर्नु पर्दैन। अब स्टार्ट यता चाहिँ यो चाहिँ सिलेक्ट गर्नुपर्ने हुन्छ, वान इन स्टार्ट केमा छ त। यो भित्र धेरै अप्सन छ, कुन हो त्यही सिलेक्ट गर्ने। मैले गरिसकेको छु, त्यही भएर मैले यो डिफल्ट नै छ सबै, अरू मैले केही पनि युज गरेको छैन। यो पनि सेम, स्टार्ट मोड पनि सेम अटोमेटिक नै हुन्छ। फर्स्ट यति नै हो। अब त्यति यो पनि त्यति कामको छैन, यो चाहिँ कम्पनीको लागि मात्रै हो, यो त्यति पर्दैन। अनि चाहिँ यो फ्रिक्वेन्सी चाहिँ सेट गर्नु होला, कति चाहिन्छ। मिनिमम चाहिँ 30, म्याक्सिमम चाहिँ 50 फ्रिक्वेन्सी छ, यति नै यसलाई राख्ने। त्यसपछि मेन भनेको चाहिँ यो 28 नम्बर चाहिँ अलि मेन छ। यो 2811 भनेको चाहिँ अहिले यो डाइरेक्ट फ्रिक्वेन्सी देखाइरहेको छ, मैले मिलियमबाट चलाएको छैन। यदि मिलियममा चलाउनु छ भने चाहिँ यसलाई चाहिँ यो तको यो सिलेक्ट गर्दा पनि हुन्छ, यो सिलेक्ट गरेर मैले अहिले AI2 सिलेक्ट गरेको छु, त्यही भएर AI सिलेक्ट गर्ने बित्तिकै यो फ्रिक्वेन्सी हराएर जान्छ। यसले मिलियमले काम गर्छ, मिलियमले काम गरिरहेछ। अहिले चाहिँ मिलियमले काम गर्छ, तर म डिफल्ट नै राख्छु। यो आइसकेको छ 50 फ्रिक्वेन्सी। यति गरिसकेपछि यति नै हो यसको सेटिङ, बढी पर्दैन यति। वायरिङ चाहिँ यो 3 5 7 9 सिलेक्ट गर्ने। अनि यो चाहिँ 13 र 10 नम्बरमा 1024 VDC मा चलाउने यसलाई चाहिँ। अरू यो सब सेम छ, केही छैन। यो ट्रिप कन्ट्याक्ट हो, यति। यसलाई यदि रन गरेर ट्रिप गर्नलाई चाहिँ सजिलो छ, पुस बटनबाट रन गर्छु। अब यसलाई म स्टार्ट गर्छु, स्टार्ट। अब यसलाई ट्रिप गर्नुको लागि चाहिँ 10 नम्बरमा जाने,
अनि यसलाई चाहिँ ट्रिप ओके ट्रिप भइसकेको छ होल्ड ओके ओके रिसेट पनि यसैमा गएर गर्नु यति भइसक्यो यदि यसलाई फर्मेट गर्नु छ भने पनि मेन चाहिँ भनेको यो मोटरमा जे लेखेको छ त्यहाँ फिल गरिदिने कति एम कति भोल्टेज फ्रिक्वेन्सी कति छ यसको आरपिएम कति छ किलोवाट कति छ यसमा चाहिँ भर्ने यो मोटर डाटामा गएर सबै चाहिँ जे मोटरमा छ त्यो चाहिँ सबै यो भर्ने यो भर्नुपर्छ नभरेपछि चाहिँ चल्दैन फेरि मोटर जल्ने सम्भावना हुन्छ यो सिस्टममा गएर हो सिस्टम यदि फर्मेट गर्नु छ भने यसलाई सिस्टमको 6 मा गएर यो डन लेखेको हुन्छ यसको तल गएपछि यहाँ अल फ्याक्ट्री रिसेट भनेको हुन्छ यसमा क्लिक गर्ने बित्तिकै यो रिसेट हुन्छ यसको काम यति नै हो।